गाइज मेरो घाँटी खराब हो अब दाइले इन्ट्रोडक्सन दिने हो हेलो गाइज 2-3 दिनपछि फेरि भ्लगमा जोडिरहेको छौँ। यही हो आज अलिकति यो फ्राइडेको दिनमा अलिकति यहाँ नमाज समाज भन्ने हुन्छ त सबैले थाहा छ यो मुस्लिम कन्ट्री हो भनेर। अब फ्राइडेको दिनमा यिनीहरू नमाज समाज पढ्न जान्छ कि अब हामी त हिन्दू हो त्यसै महादेव खलास हो। अब त्यही ब्रेक टाइम अलिकति लामो हुन्छ फ्राइडेको दिनमा, त्यसैले हामी यो पार्कतिर आइरहेको छौँ। पार्क यहाँको लोकल पार्कतिर यस्तो छ, फेरि पार्क पनि यस्तो छ, हरियाली छ, जस रमाइलो छ। बाहिर बाहिर तातो हावा आए पनि यहाँ चाहिँ बगैँचामा चाहिँ चिसो हावा छ है केटा। चिसो हावा खाने मन छ भने यहाँ क्या अरे यो कहाँ अरे अबु नक्ला अनि फेरि कहाँ हो बन्द तैँले हामी दुईजना हो अनि यो बोट बिरुवाहरू छ यहाँ। कति चिसो चिसो हावा बगिरहेको छ, कति राम्रो। मेरो पछाडि यसले एउटा पुलको गाछी हो, फोकस गर्नु चाहेको अनि यसको पनि तल एउटा। हेलो गाइज, एउटा पार्कमा एउटा मालिक, कतारको मालिक, एउटा यो बगैँचा हेर्ने एउटा खतरा के रानी, यहाँ राजकुमारको छोरी छैन हो, त्योभन्दा नि खतरा सुन्दर आफ्नै दुनियाँमा छ। कहाँ यस्तो ल यहाँ मिस्टर बिल्लु हो, यसलाई जगाउनु पर्यो अब। हेलो होइन है बिल्ली, त्यही बिल्ली। मौसी ए मौसी, हेलो बिरालो मौसी, अरबिङमा भन्नु न। यहाँ हेर्नु सक्नुहुन्छ के कस्तो छ। बसिरहेछ फेरि बिल्ली, यसलाई अलिकति जुम गर्नुपर्छ कि। अहिले म भन्छु दामी तरिकाले ए देख त कति सुन्दरी। ओहो यस्तो छ। अब यो रानीले अब बालाइदिन अब कति राम्रो हेरिरहेछ। यसको पनि रिकर्डिङ गराउन मन। अब कति राम्रो हेरिरहेछ, जुम गर्नु पर्यो अलिकति जुम। शेर नि हो, यहाँ हेर्नु शेरको मौसी यस्तो रहन्छ। मौसी ल झप्छ नि फेरि यस्तो पनि हुन्छ। कहाँ युवा के खत्रै गरेको। त अब हामी पार्कबाट फर्किँदैछु, त अब ड्युटीमा पनि जानु पर्यो। यस्तो सिचुएसन। अब टाइम पनि पुरै भयो, पुरै 1.5 घन्टाको ब्रेक रहन्छ, त्यो पनि सक्न अब सकिरहेछ। 10-15 मिनट बाँकी हो त्यो जाने, रुममा पानी खाने, फेरि त्यही काममा फेसिङ गर्न, डिस्प्ले गर्न, यता गर्न उता गर्न, यस्तो गर्दै गर्दै 4 बजे आउनुपर्छ हामीलाई। 4 बजेपछि फेरि लसुन प्याज तब फेरि गाडी आउँछ, अब जाने हो। फेरि रुममा खानावाना बनाउनुपर्छ। मलाई त बनाउनु पर्दैन अहिले, मलाई पनि बनाउनु पर्छ। त्यहाँ हामी गइरहेको यतातिर हाम्रो मार्केट हो। यस्तो गर्मी छ केटा। गाछीहरूलाई त पुरै सजाएर राखेको यिनीहरूले, तर गर्मीको त कुरै छोड्दो। गर्मी त ड्युटीमा लाग्नुपर्छ हामीले। अब अहिलेको लागि बाई बाई, भेट्छु अब बेलुकातिर।